कहिले सोच्नु भएको छ शरीरभित्रको त्यो गाँठो त्यो ट्युमरलाई बिना चिरफार लेजर जस्तै गरी कसरी हटाउन सकिएला भनेर? आज हामी यस्तै एउटा एकदमै नयाँ प्रविधि साइबर नाइफ बारे अलि गहिरिएर कुरा गर्दैछौँ। नाम सुन्दा त नाइफ भनेपछि चक्कु जस्तो लाग्छ हैन, तर यो त्यो होइन। आउनुहोस् यो के हो खासमा अनि यसले कसरी उपचारमा खास गरी क्यान्सरमा फरक पारिरहेको छ बुझौँ। ल सुरु गरौँ है त। यो साइबर नाइफ भनेको चाहिँ खासमा के हो त? नामले त अलि तर्सायो नि। हो, नाम अलिक फरक छ, तर डराउनु पर्दैन। यो कुनै चक्कु चलाउने वा शल्यक्रिया गर्ने कुरा होइन। साइबर नाइफ भनेको चाहिँ उच्च शक्तिको रेडिएसनलाई एकदमै सटिक रूपमा ठिक ट्युमर भएको ठाउँमा मात्रै पठाउने एउटा तरिका हो, त्यो पनि बाहिरैबाट, बिना चिरफार। यसको सबैभन्दा राम्रो पक्ष अथवा भनौँ महत्त्वपूर्ण पक्ष के हो भने यसले क्यान्सर वा ट्युमरलाई मार्दाखेरि त्यसको वरिपरिको जुन स्वस्थ कोशिका तन्तु हुन्छ नि, हजुर, त्यसलाई सकेसम्म केही पनि असर गर्दैन, बचाउँछ। यसको त्यो सटिकता चाहिँ अरू रेडिएसन उपचारहरूभन्दा एकदमै फरक छ, एकदमै उच्च स्तरको छ। भनेपछि ठिक निशानामा मात्रै लाग्ने भयो। त्यो त अचम्मै रहेछ। तर यसले यस्तो सटिकता कसरी पाउँछ त? अरू रेडियोथेरापी भन्दा के कुराले यसलाई यति खास बनायो? यसमा खासमा दुईवटा प्रविधिको संयोजन छ। एउटा भयो रोबोटिक पाखुरा, मतलब रोबोटिक आर्म, अनि अर्को चाहिँ इमेज गाइडेन्स सिस्टम। रोबोटिक आर्म? हजुर, त्यो रोबोटिक पाखुरा एकदमै लचिलो हुन्छ के, जता पनि घुम्न सक्ने। त्यसले गर्दा शरीरको अप्ठ्यारो कुना काप्चामा भएको ट्युमरसम्म पनि रेडिएसन पुर्याउन सक्छ, अरू मसिनले नसक्ने ठाउँमा पनि। अनि त्यो इमेज गाइडेन्स प्रणालीले चाहिँ उपचार गरिरहेकै बेला ट्युमर कहाँनिर छ भनेर निरन्तर हेरिरहन्छ, ट्र्याक गर्छ। उपचारकै बेला? हो, जस्तो बिरामीले सास फेर्दा खोक्दा ट्युमर अलिअलि चल्छ नि त। चल्छ। हो, त्यो चाललाई पनि मेसिनले तुरुन्तै थाहा पाएर रेडिएसनको दिशा त्यही अनुसार मिलाइहाल्छ, एकदमै छिटो। यो सटिकता चाहिँ सब मिलिमिटर भन्छौँ हामी, मतलब मिलिमिटरको पनि सानो भाग। सोच्नुहोस् न कति सटिक होला। ओहो, त्यो त साँच्चै कमालको सटिकता भयो त। अनि यस्तो प्रविधि चाहिँ कस्ता कस्ता रोग वा अवस्थाहरूमा प्रयोग हुन्छ त? क्यान्सरमा मात्रै हो कि अरूमा पनि? यसको प्रयोगको दायरा फराकिलो छ। क्यान्सर भएका ट्युमरमा त भइहाल्यो, तर क्यान्सर नभएका, मतलब साधारण गाँठागुटी बिनाइन ट्युमर्समा पनि यो उत्तिकै प्रभावकारी छ। खास गरी एकदमै संवेदनशील अङ्गहरूमा भएका ट्युमरका लागि यो धेरै राम्रो मानिन्छ, जस्तै मस्तिष्कको ट्युमर, टाउको र घाँटीको क्यान्सर। मस्तिष्कमा पनि? हजुर, अनि कलेजो, फोक्सो, प्याङ्क्रियास, प्रोस्टेट क्यान्सर, अनि मेरुदण्डको हड्डी वा त्यस वरपरको ट्युमर, यस्ता धेरै ठाउँमा प्रयोग हुन्छ। त्यसो भए अब बिरामीको तर्फबाट हेर्दाखेरि यसका मुख्य फाइदाहरू के हुन् त? पक्कै पनि त्यो चिरफार गर्नु नपर्ने कुरा नै ठूलो होला। एकदम, मुख्य फाइदाहरू त धेरै छन्। हेर्नुहोस् है, पहिलो त तपाईँले भनिहाल्नुभयो, यो गैर आक्रामक भयो, मतलब चिरफार गर्नु परेन, बेहोस बनाउनु परेन, त्यसैले दुखाइ भएन, अनि उपचार पनि छोटो समयमै सकिन्छ। कति राम्रो। दोस्रो, यसको पहुँच। पहिले चाहिँ अब यो ठाउँको ट्युमर त उपचार गर्नै सकिन्न भनिने ठाउँमा पनि यो रोबोटिक पाखुरा पुग्न सक्छ। तेस्रो, निको हुने समय। अब शल्यक्रिया गरे जस्तो हप्तौं अस्पताल बस्नु परेन, लामो आराम गर्नु परेन। धेरैजसो बिरामी त उपचार गरेकै दिनबाट आफ्नो सामान्य काममा फर्कन सक्नुहुन्छ। हो र, तुरुन्तै? हजुर, प्राय। अनि चौथो, त्यो अघि भनेको सटिकता। ट्युमर हल्लिए पनि निशाना नबिग्रिने भएकोले स्वस्थ कोशिका जोगिन्छन्। यसले गर्दा साइड इफेक्टहरू एकदमै कम हुन्छन्। र पाँचौं, कतिपय बिरामीहरू शल्यक्रिया गर्न नसक्ने अवस्थामा हुनुहुन्छ अथवा गर्न चाहनुहुन्न, उहाँहरूको लागि त यो एकदमै राम्रो विकल्प भयो। सुन्दा त धेरै नै सुरक्षित लाग्यो। अनि सुरक्षाकै कुरा गर्दा, जस्तो अलि उमेर पुगेका व्यक्तिहरू वा केटाकेटीहरूको लागि पनि यो ठिक छ त? यो महत्त्वपूर्ण प्रश्न हो। सुरक्षाको हिसाबले हेर्दा साइबर नाइफ अहिले उपलब्ध क्यान्सर उपचार विधिहरूमध्ये सबैभन्दा सुरक्षित मानिन्छ, किनभने यो वास्तविक शल्यक्रिया नै होइन। त्यसैले शल्यक्रियासँग जोडिएका जोखिमहरू भएनन्, अनि परम्परागत रेडिएसन थेरापीको तुलनामा साइड इफेक्ट पनि निकै कम हुन्छ। त्यसैले वृद्धहरूका लागि त यो एकदमै उपयुक्त विकल्प हो। जहाँसम्म बालबालिकाको कुरा छ, उनीहरूमा पनि प्रयोग गर्न सकिन्छ। तर के हुनु पर्यो भने उपचारको बेला उनीहरू स्थिर बस्न सक्नु पर्यो, नचल्लिकन।
डाक्टरको निर्देशन मान्न सक्ने हुनु पर्यो। उमेरभन्दा पनि त्यो कुरा बढी महत्त्वपूर्ण हुन्छ। ए नरोद, अनि उपचारको लागि अस्पताल भर्ना हुनुपर्छ कि पर्दैन? पर्दैन। यो बाहिरी रोगी प्रक्रिया आउटपेसेन्ट प्रोसिजर हो। मतलब अस्पताल भर्ना हुनै पर्दैन, एनेस्थेसिया दिनु परेन, भर्ना हुनु परेन, उपचारपछि लामो आराम पनि चाहिँदैन। धेरैजसो मानिसहरू उपचारको अवधिमा र त्यसपछि पनि आफ्नो नियमित कामहरू गरिरहन सक्नुहुन्छ। ए त्यो त झन् सजिलो भयो। तर एउटा कुरा चाहिँ के याद राख्नुपर्छ भने उपचारको असर मतलब ट्युमर सुक्ने वा हराउने प्रक्रिया चाहिँ बिस्तारै हुन्छ, तुरन्तै देखिँदैन। केही हप्ता, महिना वा कहिलेकाहीँ वर्ष पनि लाग्न सक्छ। त्यो ट्युमरको प्रकृति र ठाउँ अनुसार फरक पर्छ। डाक्टरले नियमित रूपमा सिटी स्क्यान वा एमआरआई गरेर त्यसको प्रगति हेरिरहनुहुन्छ। बुझ्यो। अब सोच्नुपर्ने कुरा के आयो भने नि, साइबर नाइफ जस्ता यति सटिक र बिरामीलाई कम दुःख दिने उपचार विधिहरूले भविष्यमा स्वास्थ्य सेवालाई कसरी अझै व्यक्तिगत, अझै सहज र बिरामी केन्द्रित बनाउँदै लैजालान् त? यो एउटा सोचनीय विषय हो। निश्चय पनि। यो त निकै महत्त्वपूर्ण कुरा उठाउनु भयो। आजको छलफलबाट के स्पष्ट भयो भने साइबर नाइफले क्यान्सर र अरू ट्युमरको उपचारमा एउटा साँच्चैकै फरक र प्रभावकारी विकल्प दिएको छ। सटिकता, आराम र सुरक्षा सबै हिसाबले। यस्तो प्रविधिले खास गरी शल्यक्रिया गर्न नमिल्ने वा गाह्रो हुने ट्युमरको उपचारमा ठूलो सहयोग पुर्याएको छ। स्वास्थ्य प्रविधिमा भइरहेका यस्ता नयाँ विकासबारे जानकारी राख्नु हामी सबैको लागि फाइदाजनक हुन्छ। यस्तै जानकारीमूलक कुराकानीका लागि हामीलाई फलो, कमेन्ट र लाइक गर्न नभुल्नुहोला है। साथै स्वास्थ्य सम्बन्धी अरू विभिन्न सेवाहरू जस्तै डाक्टरसँग भेट्ने समय मिलाउने, अस्पतालमै गएर होस् वा अनलाइन, घरमै ल्याब टेस्ट गराउने, विदेशका डाक्टरसँग सल्लाह लिने वा घरमै औषधि मगाउने जस्ता सुविधाहरू चाहिएमा हेल्थ याद आयो एप पनि हेर्न सक्नुहुन्छ। उहाँहरूले काठमाडौँ, ललितपुर, भक्तपुरका साथै चितवन, पोखरा, नेपालगञ्ज, विराटनगर, बुटवल जस्ता मुख्य शहरहरूमा पनि सेवा दिइरहनु भएको छ।